शक्ति प्रकट गर्नुहोस्, तपाईको सामर्थ्य प्रकट गर्नुहोस् र तपाई परमेश्वरको सिद्ध इच्छा यो भवनमा अनि यो छोराछोरीको जीवनमा पूरा गर्नु भएको होस्। जसरी प्रभु यो छोराछोरीलाई तपाईको सेवा गर्नको लागि चुन्नु भएको छ, यिनीहरूको जीवनलाई बहकाउने आत्माहरू येशू ख्रीष्टको नाममा श्रापित भएको होस्। यिनीहरूको जीवनको विरुद्धमा खडा हुने आत्मिक शक्तिहरू शर्ममा परेको होस्। अब हे परम प्रभु, तपाईँ नै प्रभु र परमेश्वर भइकन यिनीहरूमाथि तपाईँले हात राखिदिनुहोस्। धन्यवाद चलाउँछु प्रभु तपाईँलाई। हालेलुया, हालेलुया। स्वर्गीय पिता, हामी तपाईलाई धन्यवाद दिन चाहन्छौँ आजको यो विशेष जुन तपाईँको छोरामाथि, जुन छोरीमाथि तपाईँले यो ठाउँमा तपाईँले यो छोराछोरीलाई चुन्नु भएको छ, तपाईँले उहाँहरूलाई प्रभु अभिषेक गर्नुभएको छ। हामी विश्वास गर्दछौँ जुन मण्डली भवन छ, त्यो मण्डली भवन जुन प्रभु हामी यो ठाउँमा आज उपस्थित भएको छौँ, तपाईँको आराधना, तपाईँको प्रशंसा, तपाईँको जय जयकार जुन गर्ने क्रममा तपाईँको आत्माको परिपूर्णता हाम्रो माझमा छ, हामी त्यो विश्वास गर्दछौँ। धन्यवाद प्रभु, धन्यवाद। आशिष दिनुहोस्, आशिष दिनुहोस्, आशिष दिनुहोस्। जुन छोराहरूलाई जिम्मेवार दिएको छ, ती छोराहरू प्रभु आउँदो दिनमा यो ठाउँमा यो वरिपरि जुन प्रभु तपाईँले एउटा बोलिएको चाहिँ प्रभु एउटा दियो चाहिँ, जसरी प्रभु एउटा समाधानको माथि राखेर चाहिँ मानिसमाथि ज्योतिको प्रकाशको चाहिँ उज्यालो दिँदछ, त्यसरी यो छोराहरूबाट चाहिँ यो ठाउँमा आशिषहरू आएको होस्। येशूको नाममा आशिष आएको होस्, येशूको नाममा आशिष आएको होस्। हालेलुया। प्रभु तपाईँको हातमा राख्दछौँ, हातमा राख्दछौँ। धन्यवाद प्रभु, धन्यवाद। सबै कुरा हामी प्रार्थना गर्दछौँ। धन्यवाद छ प्रभु, धन्यवाद, धन्यवाद प्रभु। तपाईँ